धेरैले सोध्छन् कि बाइबलको पहिलो पुस्तक उत्पत्ति केवल संसार कसरी सुरु भयो भन्ने कथा हो। तर यदि यो त्योभन्दा धेरै गहिरो कुरा हो भने नि वास्तवमा यसको हरेक पानामा एउटा रहस्यमय प्रतिज्ञा लुकेको छ, एउटा उद्धारको योजना जुन समयको सुरुदेखि नै थियो। ल आउनुहोस् यो सुरुको प्रतिज्ञाको रहस्यलाई हामी सँगै खोल्दै जाउँ। अब यो भनाइलाई एकछिन हेरौँ त। आदिमा येशूले स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो। यो त सुरुमै अचम्म लाग्ने कुरा भयो, होइन र? किनकि हामीले सधैँ आदिमा परमेश्वरले भनेर पढेका छौं, तर यहाँ येशूको नाम उल्लेख गरिएको छ। यसले हामीलाई एउटा नयाँ दृष्टिकोणबाट उत्पत्तिको कथा पढ्न निम्तो दिइरहेको छ, येशूलाई कथाको केन्द्रमा राखेर। र जब हामी त्यसो गर्छौं, विश्वास गर्नुहोस्, पुरै कथाको अर्थ नै अर्कै बनिदिन्छ। हो, सुरुमै एउटा प्रतिज्ञा। हामी अक्सर सोध्छौं कि सृष्टि भनेको केवल एउटा सुन्दर सुरुवात मात्र थियो, तर के यो त्योभन्दा पनि बढी हुन सक्छ? सोच्नुहोस् त, यदि संसारको रचना आफैमा एउटा उद्धार अभियानको पहिलो कदम थियो भने, एउटा यस्तो योजना जुन अन्ततः येशूमा गएर पूरा हुन्थ्यो। त्यसो भए सुरुमा मानवताको उद्देश्य के थियो त? हेर्नुहोस्, यो साँच्चै अचम्मको थियो। उनीहरूलाई केवल बगैँचाको आनन्द लिन मात्र बोलाइएको थिएन। त्योभन्दा धेरै ठूलो काम थियो। उनीहरूको काम त परमेश्वरसँग मिलेर त्यो अदनको बगैँचालाई, जुन एक प्रकारले स्वर्ग र पृथ्वी मिल्ने मन्दिर जस्तै थियो, पूरै संसारभरि फैलाउनु थियो। यो त परमेश्वर र मानिसबीचको एउटा महान सहकार्यको योजना थियो। र यही नै रह्यो सबै कुरा बदल्ने। यसको मतलब के हो भने, उद्धारको योजना मानिसको पतनपछि बनाइएको प्लान बी थिएन, होइन। बरु संसारलाई बचाउने प्रतिज्ञा, स्वयं परमेश्वर येशू बनेर आउनुहुनेछ भन्ने प्रतिज्ञा, त्यो त सृष्टिको जगमै बुनिएको थियो। यो सुरुदेखिकै मूल योजना थियो। तर हामी सबैलाई थाहा छ, त्यो सुन्दर योजनाले एउटा दुःखद मोड लियो। अब हामी कथाको त्यो अन्ध्यारो अध्यायतिर जाँदैछौँ, जहाँ स्वर्ग गुम्यो, जहाँ त्यो प्रतिज्ञा टुट्यो र मानवताले परमेश्वरले दिनुभएको बाटो छोडेर आफ्नै विनाशको बाटो रोज्यो। यहाँ दुईवटा बाटो देखिन्छ, एकदमै फरक। एकातिर थियो परमेश्वरको योजना, उहाँको उदारतामा रमाउने, उहाँको बगैँचा फैलाउने। तर अर्कोतिर मानवताले के रोज्यो? उनीहरूले आफ्नै लागि ज्ञान र अधिकार खोजे। परमेश्वरको सहकर्मी बन्नुको सट्टा उनीहरू बगैँचाको मालिक बन्न खोजे। र हो, यही एउटा छनौटले सबै कुरा बिगारिदियो। त्यो एउटा छनौटको परिणाम साँच्चै विनाशकारी थियो। उनीहरूले पाएको स्वतन्त्रता अब लाजमा बदलियो। जुन शान्ति थियो त्यसको ठाउँ दोषले लियो। परमेश्वरसँगको त्यो सहज सम्बन्धमा अब डर पस्यो। तर सबैभन्दा भयानक परिणाम त मृत्यु थियो। र यो केवल शारीरिक मृत्यु मात्रै होइन, यो त जीवनको स्रोत स्वयं परमेश्वरबाटको बिछोड थियो। तर कथा यहाँ सकिँदैन, बिल्कुलै सकिँदैन। यही गहिरो अन्धकारको बीचमा परमेश्वरले आशाको पहिलो किरण देखाउनुहुन्छ। उहाँको योजना न त रोकिएको थियो, न त बिथोलिएको थियो। उहाँले घोषणा गर्नुभयो, एक दिन एउटा सन्तान आउनेछ जसले सर्पको शिर कुच्याउनेछ र यो श्रापलाई उल्टाउनेछ। सोच्नुहोस् त, मानवताको सबैभन्दा ठूलो असफलता परमेश्वरको सबैभन्दा महान कामको लागि मञ्च बन्दै थियो। र यही नै उत्पत्तिको कथा र पुरै बाइबलको मुटु हो। यो विचार कि परमेश्वरले हामीले सिर्जना गरेको सबै खराबीलाई लिएर त्यसबाट केही असल कुरा बनाउन सक्नुहुन्छ। उहाँको अनुग्रहले हाम्रो टुटफुटलाई पनि आफ्नो महिमाको लागि प्रयोग गर्न सक्छ। हाम्रो सबैभन्दा अन्ध्यारो गल्तीहरूबाट पनि सुन्दर कुरा जन्माउन सक्छ। हो, यही नै मुक्तिको कथाको वास्तविक सुरुवात हो। यहाँबाट कथाले अझै रोचक मोड लिन्छ, किनभने परमेश्वरले आफ्नो महान प्रतिज्ञालाई पूरा गर्न सिद्ध असल मानिसहरू छान्नु भएन। बरु उहाँले गल्ती र कमजोरीले भरिएका एकदमै टुटेफुटेका पात्रहरूको एक लामो वंशलाई प्रयोग गर्नुभयो। र यो कुराले परमेश्वरको अनुग्रहको बारेमा हामीलाई धेरै कुरा बताउँछ। ल, प्रतिज्ञा बोक्ने केही पात्रहरूलाई हेरौँ न। नुह, जसले जलप्रलयबाट संसारलाई त बचाए, तर लाज मर्दो मातमा आफैलाई बचाउन सकेनन्। सारा, जसले प्रतिज्ञाको सन्तान दिइनेछ भन्यो, तर उनले परमेश्वरको समयमाथि हाँसेर शङ्का गरिन्। र याकुब, जसले परमेश्वरको आशिष त पाए, तर छल र धोकाको बाटोबाट। यी सबै कथाहरूले एउटै कुरा एकदमै स्पष्ट पार्छ, यो प्रतिज्ञा मानिसको योग्यताले टिकेको थिएन। यो त केवल परमेश्वरको अटुट विश्वास योग्यताले मात्र टिकिरहेको थियो।
पुस्ता पुस्तासम्म यस्तो टुटफुट र असफलता देखेपछि मनमा एउटा प्रश्न उठ्छ, होइन त? कि यो प्रतिज्ञा कहिले पूरा होला र? कि कोही यस्तो व्यक्ति आउला जो कहिले नटुटोस्? उत्पत्तिको पुस्तक हामीलाई यही प्रश्न र एक साँचो मुक्तिदाताको गहिरो आवश्यकताको महसुस गराएर समाप्त हुन्छ। र यो कुराले हामीलाई परमेश्वरको चरित्रको बारेमा सबैभन्दा महत्त्वपूर्ण कुरा सिकाउँछ। उहाँले यो सबै गर्नुहुन्छ किनभने उहाँले गर्नुपर्छ भनेर होइन, वा हामी योग्य छौँ भनेर पनि होइन। उहाँले गर्नुहुन्छ किनकि उहाँले अनुग्रहपूर्ण प्रतिज्ञा गर्नुभएको थियो कि उहाँले गर्नुहुनेछ। उहाँको स्वभाव नै प्रतिज्ञा पूरा गर्ने र अनुग्रह देखाउनेछ। सुरुमा उहाँले जे वाचा गर्नुभयो उहाँ त्यसमा सधैँ सधैँ विश्वासयोग्य रहनुहुन्छ। अब हामी कथाको चरमोत्कर्षमा आइपुगेका छौं। त्यो प्रतिज्ञा अब एउटा व्यक्ति बन्छ। यहाँ उत्पत्तिका सबै छरिएका धागोहरू एकै ठाउँमा जोडिन आउँछन्। त्यो हो येशू ख्रीष्टको व्यक्ति र उहाँको काममा। यो तुलनालाई हेर्नुहोस्, यसले उत्पत्तिको पूरै कथालाई समेट्छ। बगैँचामा के भयो? मानवताले एउटा रुखबाट फल लियो र मृत्यु ल्यायो। तर हजारौं वर्षपछि एउटा पहाडमा येशूले आफूलाई एउटा रुखमा अर्थात् क्रुसमा अर्पण गर्नुभयो र सारा संसारलाई जीवन दिनुभयो। यो इतिहासकै सबैभन्दा अचम्मको र सुन्दर उल्टोपना हो। यसै कारण बाइबलले येशूलाई नयाँ आदम भन्छ। किनकि पहिलो आदम जहाँ असफल भए अर्थात् परमेश्वरप्रति पूर्ण आज्ञाकारितामा, येशू त्यहाँ सफल हुनुभयो। उहाँले कहिले पापलाई छनोट गर्नुभएन र उहाँ निष्पाप हुनुभएकोले मृत्युको उहाँमाथि कुनै अधिकार थिएन। पापको परिणाम मृत्यु हो, तर येशूमा पाप थिएन, त्यसैले चिहानले उहाँलाई समातिराख्न सकेन। उसले उहाँलाई छोड्नै पर्यो। र फेरि एकपटक हामी त्यही मुख्य विषयमा फर्कन्छौं, तर यसपटक यसको सबैभन्दा शक्तिशाली रूपमा। क्रुसमा के भयो? त्यहाँ मानवताले आफूले गर्न सक्ने सबैभन्दा खराब, सबैभन्दा दुष्ट काम गर्यो। उनीहरूले स्वयं परमेश्वरलाई मारे। तर ठिक त्यही ठाउँमा परमेश्वरले आफ्नो सबैभन्दा उत्तम, सबैभन्दा महिमित काम गर्नुभयो। उहाँले त्यो भयानक मृत्युलाई नै सारा संसारको लागि जीवनको स्रोत बनाइदिनुभयो। र यसले हामीलाई आजको लागि एउटा शक्तिशाली आशाको साथ छोडिदिन्छ। एकछिन सोचौं त, यदि परमेश्वरले इतिहासको सबभन्दा अन्धकारमय क्षण क्रुसलाई सबभन्दा उज्यालो विजयमा बदल्न सक्नुहुन्छ भने हाम्रो जीवन र हाम्रो संसारमा भएको टुटफुटको बारेमा यसले के भन्छ? के उहाँले त्यहाँ पनि त्यस्तै अचम्मको काम गर्न सक्नुहुन्न र? हो, उत्पत्तिको त्यो सुरुको धेरैले त्यो आज पनि जीवित छ।